हाई एभ्रिवान, आज चाहिँ हामी चन्द्रगिरी गएको थियौँ अनि मेरो भ्लग हेर्नु होला। नहराउ है त्यो कहाँ गयो तिमी? होइन होला मम तपाईँ कहाँ गएको हो? रसुवाको रे लाग्यो हामी केबल कार चढ्नेतिर। हाम्रो मम मम चाहिँ कसरी चढ्ने रहेछ भन्दै हेर्दै हुनुहुन्छ। यहाँ सबैजना पर्खिँदैछ है चढ्नको लागि। पालो पर्खिँदै हो हामीहरू, हेर्दै बस्दै जाने। चढ्यौँ मेरो डर लाग्छ लाग्दैन? कहाँ मनोकामना? ए त्यसो भए त डर लाग्दैन। तिमीलाई डर लाग्छ? तिम्रो फर्स्ट टाइम हो? पहिला चढ्यो? कहाँ गयो चढ्यो? तिमी नि मनोकामना गयौ? म त गएको छुइनँ नि। म त यही 2 पटक चढिसकेँ। ओ लाग्यो लाग्यो हामी त माथितिर। लाइट आउने क्या भित्र। अनि त्यसपछि सरर हामी माथि गयौँ। काठमाडौँ सहर छ है मम्मीको फोटोग्राफी। तल तल चाहिँ घाँस काटिदिएको क्या है। यहाँ मुनि मुनि यहाँ त केही होइन। यो माथि मम त अनि मम चाहिँ उता हेरेर बस्नु भइरहेको रहेछ। हामी चाहिँ यता आयौँ कि मम चाहिँ हामीलाई खोज्दै हुनुहुन्थ्यो। पछि आउनुभयो। ल हामी चाहिँ माथि घुम्न गयौँ। ममले बिर्सेर आयो। हिमाल पहाड यहाँबाट चाहिँ हिमाल देख्छ भनेर कुरा हुँदैछ है। कहाँ हो तिमी? चन्द्रगिरी अरे गर्लफ्रेन्ड हो? म गर्लफ्रेन्ड हो? बेबी हो? मुटु हो? प्राण मात्रै हो? लात्ती हान्छ अरे मान्छे। अनि हामी लाग्यौँ माथितिर। माथि घुम्नलाई के छ कस्तो छ भनेर मम्मीलाई देखाउनलाई हामी सबैजना पर माथितिर लाग्दै हिँड्दै गऱ्यौँ। घाम चाहिँ कस्तो लागेको थियो, धेरै नै चर्को घाम थियो। एकछिन त गर्मी भइरहेको थियो। धन्न यो ह्याट लगाएँ। यो चाहिँ थ्याङ्क यू मेरो दिदीलाई युकेबाट ल्याइदिनु भएको लागि। अब हामी लाग्यौँ तलतिर। तल के छ भनेर हेर्न घुम्न गइरहेको थियौँ हामी सबैजना। तलसम्म पुगेर फर्क्यौँ है भनेर। अनि त्यहाँ तल चाहिँ घोडा चढ्ने ठाउँ थियो। अनि बुद्धलाई चाहिँ घोडा चढ्नु मन थियो, त्यही भएर हामी तलतिर लाग्यौँ। चढ्ने अरे मान्छे नचढ्ने चढ्ने नचढ्ने नचढ्ने घोडा हेर्ने हो। लु सी सो ब्युटिफुल। कुदाउन आउँछ? म चाहिँ भिडियो बनाउन कुद्दैछु।
यहाँ पर बसेर चाहिँ अब आउँछ ऊ अनि भिडियो बनाउँछु है म। मेरो राजा घोडामा आउँछ रे। अनि यो घोडा चाहिँ माथि चढ्दा फेरि चाहिँ एकदम कुद्दो रहेछ। मेरो घोडा राजा घोडामा आउँछ रे। धेरै नपिट न बिचरालाई। कति ज्ञानी घोडा त्यहाँ बस्यो अब चढ्छ है। हामीहरू पछाडि पछाडि सबैजना आउँदैछ। म चाहिँ अगाडि म डन हो त्यही भएर अब हामी माथि जाँदैछौँ। यस्तो चाहिँ बाटो छ। टावर चढ्न जाँदैछौँ टावर चढ्न टिङ कता माथि पुगेँ म। यस्तो भ्यू देख्छ। आज वेदर इज सो नाइस सो ब्युटिफुल। लाइनमा आउँदैछन् है मान्छेहरू। वाह कस्तो राम्रो देखेको यार। ओहो मिठो हावा चल्यो। पुग्यो टावर पुग्यो। अझै हामी माथि जाँदैछौँ है। त माथि हावा त कस्तो नि खाने पुऱ्याउला जस्तो भयो हामीलाई। हेर्दै हुनुहुन्छ है यहाँबाट। कता देखिन्छ कहाँ छैन नि मलाई त। हो कि के हो कोही हिँड्नुपर्छ होइन होला। लाइ बनाउँदैछ। दुर्बिन हेर्ने कार्यक्रम चल्यो। मन्दिर देखाउँछु। त्यसपछि हामीले केही फोटोहरू खिच्यौँ अनि त्यसपछि हामी फर्क्यौँ चन्द्रगिरीबाट। हेर्नुहोस् हाम्रो फोटोहरू कस्तो छ। प्लिज लाइक शेयर एन्ड सब्सक्राइब कमेन्ट पनि गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ। बाई बाई।